हेलो, यहाँ हेर्नुहोस् त आज चाहिँ धेरै दिनमा बगानमा गइरहेको थिएँ अनि त्योबाट लेबु देखेर लेबु टिपेर लिएर आयौँ। अब गर्मीमा खानलाई हुन्छ नि आफ्नो बगानमा भनेको आफ्नै हो होइन, खानलाई चाहिन्छ घरमा। कति राम्रो लाग्छ दालमा खायो, गर्मीमा ठन्डा हुन्छ, खानुपर्छ टिपेर। आफ्ना बगानमा छँदैछ अरू पर छ बगान चाहिँ गएर लिएर आउँछौँ। त्यहाँबाट हाम्रो यो बगान हो, हेर्नुहोस् कस्तो लाग्यो त हाम्रो बगान। तामल बगान भर्खर हुँदैछ, सानै सानै छन्, अब फलहरू पनि भर्खर हुँदैछ। मम्मी र दिदी पनि हिँड्दै हुनुहुन्छ। धेरै दिनमा जाँदा बगान पनि यसो हेर्नु पर्यो नि, सबैतिर यसो के भएछ कस्तो भएछ। घरमा मात्रै बसेर हुँदैन, बगानतिर पनि जानु पर्दो रहेछ बेला बेला। त्यही लागि अनि आज गएर भिडियो बनाएर यस्तो हालिदिएको नि, हाम्रो पनि बगान हेर्नु भनेर। त्यहाँबाट यहाँ केटाकेटीलाई पनि तामल झार्न लगाएको थियो कि हावाहरू आएर सबै तामल झरेर, अनि त्यहाँबाट त्यही भएर गएको थियौँ। अब हेर्नुहोस् त केटाकेटीलाई तामल टिपेर यहाँनिर बस्तामा हाल्ने रेडी पारेका छन्। अब आफूले देखिँदैन कतिवटा टिपेर राख्छन्, अनि भाइहरू टिपिदियो भनेको टिपेर राखेका छन्। तामलै तामल सबै साना कलिला यस्तै पनि झर्छन्। त्यहाँबाट फेरि लेबु टिपियो बगानमा। यो चाहिँ अलिक परतिर राम्रो राम्रो रहेछ अनि टिपेको नि। मम्मीहरू पनि टिपेर ल्याउँदै हुनुहुन्छ। मम्मी र दिदी पनि बगानमा पसेर अघि लिएर आउनु भएछ। मैले पनि साइडमा गएर टिपिरहेको थिएँ अनि भिडियो बनाइदिएको नि। हेर्नु न, दुईजना टिपेर ल्याएर देखाउँदै हुनुहुन्छ त दामी लेबु भन्दै। हेर्नु है कस्तो लाग्यो भनेर सोधिरहेको थिएँ लेबु टिप्दा। दामी अरे।